हेलो एन्ड नमस्ते। र हामी विदेश आइसकेपछि हामीलाई फर्स्ट अफ अल चाहिने भनेको इन्टरनेटको सुविधा हो। इन्टरनेट चाहिन्छ। इन्टरनेटको लागि रोमानियामा चाहिँ खास गरी डिजी, ओरेन्ज र टेलिकम, वोडाफोन भन्ने 4वटा सिमहरू छ। ओरेन्ज, टेलिकम र वोडाफोन चाहिँ हाम्रो नर्मल पसलहरूमा पाउँछ भने डिजीको चाहिँ एउटा आफ्नो स्टोर नै हुन्छ, स्टोरमै गएर किन्नुपर्छ। र सबभन्दा राम्रो चाहिँ डिजी नै हुन्छ। मन्थली प्याकेजहरू राम्रो सस्तोमा हुन्छ र मैले अहिले चाहिँ वोडाफोन चलाइरहेको छु किनभने हाम्रोतिर डिजी सिम नपाइएको कारणले। र वोडाफोनमा चाहिँ मन्थली फर्स्ट किन्दाखेरि 40 लियोमा, यहाँको रोमानियन लियोमा किनेर 1 महिना 28 दिनसम्म चाहिँ इन्टरनेट चलाउन सकिन्छ। त्यसपछि रिचार्ज गर्नुपर्छ। रिचार्ज पनि त्यस्तै 38 देखि 40 रुपियाँ समथिङ त्यस्तै लाग्छ। सिमहरू राम्रै चल्छ इन्टरनेट। हाम्रो दाइले पनि किन्ने, दाइहरूले किन्ने भनेर अब वोडाफोनको लागि, वोडाफोन सिमको लागि गइरहेको छ। यस्तै सानो पसलहरूमा, किराना पसलहरू जस्तोमा राखिरहेको हुन्छ। सोधेपछि के छ काटै छ भने चाहिँ के को सिमहरू पाउँछ भनेर आफ्नोतिर के को इन्टरनेट राम्रो चल्छ त्यो चाहिँ राम्ररी बुझेर मात्रै किन्नु होला। हाम्रो भाइले लोटो काटिरहेको रहेछ। लोटो टिकटहरू पनि काट्न पाउँछ रोमानियामा, यस्तै स्टोरहरूमा, यो पसलहरूमा। लोट्री हानेर रहेछ यता भाइहरू लोट्री टिकटहरू काटिरहेको रहेछ। परेन खै। सिमलाई कति पर्छ भनेर सोधेँ। 40 लियो भन्दैछ। 40 लियो, 40 लियो। सिम किनेर त्यसलाई चाहिँ वहीँ पसलमा नै एक्टिभ गरेर आउनु होला किनभने पछि समस्या हुनसक्छ। त्यसैले सिम राखेर सिमलाई एक्टिभ गरेर मात्रै इन्टरनेट चलेछ कि छैन सबै चेक गरेर मात्रै रुमतिर आउनु होला। किनभने किनिसकेको कुनै पनि सामान रिटर्न गर्दैन। सिम राखेर स्विच अफ गरेर अन गरेर एक्टिभ गरेर मात्र। भिडियो मन परेमा लाइक, सब्सक्राइब एन्ड बेल आइकन दबाइदिनु होला। थ्याङ्क यू फर वाचिङ।